धन कमाउने आशमा लाखौं लाख खर्च गरी वनवास हुँदै अमेरिका पुगेका हजारौं नेपालीहरू अहिले भकाभक स्वदेश फर्किँदैछन्। तर किन अमेरिकी सरकारले अहिले नेपालीहरूलाई भकाभक डिपोर्ट गरिरहेको छ? यसलाई बुझ्नका लागि भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। मुख्य कारण भनेको अवैध अप्रवासन भिजा अवधि उल्लङ्घन शरणको अस्वीकृति र TPS को अन्त्य हो। 2015 को भूकम्पपछि नेपालीहरूलाई दिइएको TPS अब खारेज हुँदैछ, जसले हजारौं नेपालीहरूलाई डिपोर्टको जोखिममा पारेको हो। धेरै नेपालीहरू मेक्सिको हुँदै डेजर्ट रुट अपनाएर अमेरिका प्रवेश गर्छन्, तर कागजात नपुगेको, शरण अस्वीकृत भएको वा कानुनी मापदण्ड नपुगेको अवस्थामा ICE ले नेपाल वा स्वदेश फिर्ता गरिदिरहेको छ। त्यस्तै अमेरिका प्रवेश गर्ने क्रममा मानव तस्करीमा फस्ने, फेक कागजात प्रयोग गर्ने वा भिजा उल्लङ्घन गर्ने नेपालीहरू पनि डिपोर्ट भइरहेका छन्। पछिल्लो समय ट्रम्प प्रशासनले आप्रवासन कानुनलाई कडाइका साथ लागू गरिरहेको हुँदा पछिल्लो समय आशा र सपनाका भारी बोकेर अमेरिका पुगेका नेपालीहरू खाली हात स्वदेश फर्किन बाध्य भइरहेका छन्।